दर्शक नमस्कार। गाउँ रमाइलो युट्युब च्यानलमा सम्पूर्णलाई स्वागत छ। दर्शकबिनहरू देख्न सक्नुहुन्छ यो आफ्नै मेरो घरको बारी हो। देख्न सक्नुहुन्छ अहिले अरखाँची पाडनी 2 सिधी पानीमा छु म आफ्नै घरको बारीमा। देख्न सक्नुहुन्छ अहिले मकैमा कति धेरै नै रोग लागेको छ। अहिले धेरै नै मकैमा जताततै रोग लागेको छ। अरखाँचीको जिल्लाभरिको अहिले धेरै नै देख्न सक्नुहुन्छ कस्तो धेरै मकै किरले खाएको छ। यो गोबारा किरो भन्नेले धेरै नै क्षति गरेको छ। देख्न सक्नुहुन्छ मकै यस्तो छ, जताततै मकै क्षति पारेको छ गोबारा किराले। देख्न सक्नुहुन्छ यहाँ खाएर बिसुकिसकेको छ। गरिब कृषिहरूलाई धेरै नै यसै गरी क्षति भएको छ। अहिले एकतिर गर एकतिर हुँदैन, एकतिर गर एकतिर हुँदैन। त्यसैमा तपाईँको बाँदरहरूले धेरै नै आक्रमण गरेको छ। बँदेलले मकै त खत्तमै पारेको छ। ल्याउनुहोस् त जताततै हेर्नुहोस्, केही छैन, टुप्पो खाइदिएर गोबरले किरो लगाएर। देख्न सक्नुहुन्छ यतै ठुल्ठुलो बुटोहरू पनि धेरै नै क्षति गरेको छ। देख्न सक्नुहुन्छ यहाँ त मकै नै छैन, धेरै नै नोक्सान गरेको छ। दर्शकबिनहरू हाम्रो अरखाँची पाडनी 2 सिधी पानी हजुरकोतिर पनि के कसो छ, मकैहरूमा कति क्षति पुर्याएको छ छैन कमेन्टमा लेख्नु होला। यता सबै भ्याएको छ कि मकै त लानुहोस्, धेरै नै नोक्सान गरेको छ। लानुहोस् त मकै देख्दा त एकदम राम्रो देखिन्छ, पर किरो लगाएर खत्तम पारेको छ, खत्तम। दर्शकबिनहरू जताततै त्यस्तै छ हाम्रो यो अरखाँचीमा। एउटाको मात्र होइन, सबै कृषकहरूको क्षति गरेको छ मकै गोबर किराले। त्यसैमा बाँदर लागेको छ। देख्न सक्छ दबाईहरू हालेर पनि निको भएको छैन। दबाईहरू छर्केर पनि पानी राम्रोसँग दिनदिने पानी आउनु त गोबर हट्छ भन्छन्। पानीले पनि भने जस्तो गरेर हामीले चाहेर पानी आउँदैन। ल है दर्शकबिनहरू, हजुरलाई देखाइरहेको छु प्रत्यक्ष बारीको दृश्य। देख्न सक्नुहुन्छ पुरा भ्याएको छ, टुप्पोहरू पनि केही पनि छैन कि। ल्यानुहोस् त गोबर किराले, ल्यानुहोस् त पुरा खाएर केही छैन। ल्यानुहोस् त, ल्यानुहोस्, धेरै नै क्षति छ है गाइस।